आजको रेसिपी यो छिट्टो मिठो कुखुराको मासु विथ ग्रेभी मैले कसरी बनाएँ तपाईहरुसँग रेसिपी शेयर गर्न गइरहेको छु। मन पर्यो भने भिडियोलाई सेभ गर्नु नबिर्सिनुस् है। सबैभन्दा पहिला मसला रेडी गरिरहेको छु। सानो चम्चीको 1 चम्ची जीरा, धनिया, धुलो खुर्सानी र मैले यहाँनिर थोरै बेसार अथवा हर्दी राखेर र यसमा पानी राखेर चाहिँ मैले मसलाको पेस्ट रेडी गरेको छु। रेडी भएको मसलाको पेस्टलाई साइडमा राखेर अब कराईलाई राम्रोसँगले तताइसकेपछि यहाँनिर तोरीको तेल राखेर तताउँदैछु। अब यसमा चाहिँ मैले सानो चम्चीको 1 चम्ची जस्तो जीरा पड्काएको छु, 2टा ल्वाङ, 2टा सुक्मेल सानो अलैँची, एउटा सानो दालचिनी र एउटा तेजपत्ता। अब यो सबै मसलालाई तेलमा राखिसकेपछि मैले हल्का हातले चलाएको छु र अब यसमा चाहिँ मैले फेरि लसुन राखेको छु। एउटा ठुलो लसुनलाई चाहिँ मैले यसरी केलाएर नकाटिकिन नै राखेको छु। अब यसलाई पनि म एकछिन भुट्छु। लसुनलाई तेलमा एकछिन भुटिसकेपछि 2वटा मिडियम साइजको प्याज काटेर मैले राखेँ। अब यसलाई पनि भुट्न पर्छ, तर यसलाई एकदमै खराउनु चाहिँ हुँदैन। ट्रान्सल्युसन यतिको हुन्जेलसम्म भुट्न पर्छ। अब यहाँनिर राख्दैछु मैले अदुवा र 2वटा डल्ले खोर्सानी पिसेर। त्यो पिरो तपाईहरुको स्वाद अनुसार राख्न सक्नुहुन्छ। अब यसलाई पनि प्याजसँग एकछिन राम्रोसँगले मिक्स गरिसकेपछि मैले यो मिक्स गरेर रेडी बनाएको यो मसलालाई राखेँ। अब यसलाई पनि राम्रोसँगले एकपल्ट म चलाएर मिक्स गर्छु। सबै सामग्रीलाई राम्रोसँगले मिक्स गरिसकेपछि मैले 2टा मिडियम साइजको टमाटर पनि राखेको छु। सँगसँगै स्वाद अनुसार नुन राखिसकेपछि फेरि एकपल्ट मज्जाले मिक्स गर्नुपर्छ। अब चाहिँ मसलालाई मज्जाले पकाउनु पर्छ। मैले यहाँनिर कभर गरेर पकाएको छु। जबसम्म तेल छुटिँदैन तबसम्म। ल हेर्नुस् त पर्फेक्ट। अब चलाएपछि यो टमाटर पनि मज्जाले पाकिरहेको हुन्छ। ल हेर्नुस् त यस्तो हुन्छ। अब यो स्टेजमा मैले मासु राखेको छु। चिकनलाई चाहिँ मैले ठुलो ठुलो गरेर काटेको छु। अब यसलाई राखिसकेपछि मज्जाले फेरि एकपल्ट चलाइदिने। यो सबै मसला चाहिँ चिकनमा कोट हुन पर्छ र अब चाहिँ कभर गर्दै टाइममा चेक गर्दै यसलाई चाहिँ भुट्न पर्छ जबसम्म मासुबाट यसरी तेल छुटिँदैन तबसम्म। मसला राम्रोसँगले पाकिसकेपछि एकपल्ट मज्जाले चलाइदिएको छु र आफूलाई ग्रेभी कति चाहिन्छ त्यही अनुसार पानी एड गरेको छु। ग्रेभी खाने हो भने पानी धेरै चाहिँ एड गर्नु हुँदैन। मासु ठक्कै पाक्ने अन्दाज गरेर तपाईहरुले पानी एड गर्नु होला। अब एकपल्ट फेरि यसलाई पनि मज्जाले मिक्स गरिसकेपछि कभर गरेर मिडियम हिटमा पकाउनु पर्छ जबसम्म मासु मज्जाले पाक्दैन तबसम्म। 15 मिनट पकाएको छु। 15 मिनट बाद पर्फेक्टली पाकेर यो रेडी भएको छ। ल हेर्नुस् त ग्रेभी पनि पर्फेक्ट मलाई चाहिएको जति छ त्यति नै छ। मासु पनि एकदमै मजाले पाकेको छ। अन्तमा मैले हाफ टी स्पुन जस्तो गरम मसला र धनिया राखेर फेरि एकपल्ट मजाले मिक्स गरिदिइसकेपछि चाहिँ यो तातो तातो सर्भ गर्नका लागि रेडी छ। इन्जोय गर्नु होला। थ्यांक यू सो मच फर वाचिङ।